हेलो गाइज गुड मर्निङ भन्दा पनि कहिले राति 10 बजिसक्यो। आज अलिक ढिलो भयो ओह्रालो धर्नु, किनभने आज चाहिँ मैले म मात्रै तल जानु छैन, मेरो नानी एन्ड माई वाइफ वी अल आर गोइङ फुल बजार, किनभने नानीको आधार कार्ड खिच्नु छ है। आज नानीको आधार कार्ड खिच्नुले गर्दाखेरि चाहिँ वी अल आर गोइङ, सो त्यही भएर अलिकति ढिलो भयो निस्किँदाखेरि। अझै निस्केको त छुइनँ, अझै इट विल टेक सम टाइम निक्लिनुको लागि। फेरि घरमा फेरि यता बारीमा राख्छु नि त गाडी, बिस्तारै प्याक गर्नुपर्छ। धन्न आज चाहिँ स्टार्ट भयो, हिजो त झट्का दिनु परेको थियो, आज चाहिँ स्टार्ट चाहिँ भयो। यसरी बारीमा राखेको हुन्छ गाडी, ठक्कै यहाँबाट ठक्कै घरको बारीमा राखेको हुन्छ गाडी। उतापट्टि चाहिँ खास गरेर चाहिँ तर यता राख्दिनँ। अब चाहिँ यसरी उनीहरू झार्नुपर्छ हो, एकदम मजाले देखेन भने फेरि प्रब्लम हुँदा है त। खै झाऱ्यो गयो होला। यहाँनिर पनि फेरि ठाडामा राखिराख्नुपर्छ, इनकेस स्टार्ट भएन भने फेरि झट्का दिइहाल्नुहुन्छ जस्तै। घरिघरि स्टेरिङ अड्के कस्तो हुँदैछ यो गाडी। अस्ति बनाएको चाहिँ उहाँ तल गइरहेको है गाडी। हेरौँ अब कति टाइम लाग्छ, नानी सुतिरहेछ, एकछिन त सुतोस्। हामी कहाँ गएको अरे आज? टुल्टुले हेर्दैछु। म के दिन्छु ल तिम्रो फोटो। नाकमा के रे निकालेर तानिदिन्छ भन्यो नि। आधार कार्ड खिचिसकेर अब बाउचोरी पिज्जा खानु गएको है। हेलो भन्नु, हेलो 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 भन्नु। नानीको आधार कार्ड पनि खिच्यो, अनि त्यहाँ स्टेपनमा बसेर लन्च पनि गऱ्यो। गरिसकेर चाहिँ अहिले चाहिँ म रबिनले नानी र मेरो वाइफलाई माथि घरबाट पुऱ्याउनु पठाइदिएँ लन्चसँग। म चाहिँ यता फार्म आइपुग्दैछु। अनि बेस्ट थ्याङ्क्स फर वाचिङ गाइस। आजको भिडियो सायद त्यति साह्रो इन्ट्रेस्टिङ थिएन, म पनि साह्रै त्यस्तो इन्ट्रेस्टिङ भएको जस्तो लागेन। बेस्ट थ्याङ्क यू।